जी आन्दोलनमा परेर सन्तोष भाइको कञ्चटमा गोली लाग्यो। यो आँखाको छेउबाट गोली भित्र प्रवेश गरेर यो यतातिरको आँखाबाट गोली बाहिर निस्किएको रहेछ र यो आँखाको दुवै नानी अहिले छैन, अर्थात् सन्तोषले अहिले पूर्ण रूपमा केही पनि देख्नुहुन्न। नभएको भइदिए आज सायद मैले मेरो श्रीमानको यो अवस्था देख्नु पर्थेन होला। कैयौँ नारीहरूका कोख रित्तिए, सिउँदोको छे 3 दिन पनि आउँथेनन् होला। अब मेरो सरकारसँग एउटा मात्रै अनुरोध के छ भने अबको आउँदो दिनहरूमा भ्रष्टाचार अन्त्य होस्। अबको पुनः फेरि कहिल्यै पनि यसरी सबै युवाहरू रोडमा उत्रिन नपरोस्। त्यति मात्र होइन, यो कान नजिकै भएर होला, कान पनि राम्रोसँग सुन्नुहुन्न। अनि उहाँको दिमागले अहिले के सोचिरहेछ र के बोल्ने भन्ने कुरा पनि उहाँले भर पाउनुहुन्न। सन्तोषका लागि दिएको सहयोग भनेको त्यही 30-35 हजार रुपियाँ चाहिँ सन्तोषको लाग्छ। यो भिडियोको स्क्रिनमा मैले उहाँहरूकै एकाउन्ट नम्बर राखिदिएको छु। तपाईँहरूलाई सहयोग गर्न मन लाग्यो भने कृपया आफूले सक्ने जति होइन, त्यो सहयोग जति पनि होस्, 1 रुपियाँ होस्, 100 रुपियाँ होस्, 1000 रुपियाँ, 2000, जति सक्नुहुन्छ सहयोग गरिदिनु होला। थोपा थोपा मिलेर समुद्र बन्छ। अब बिचरा सन्तोषको सन्तान पनि हुनुहुन्छ, सन्तानलाई पढाउने पनि